ल च्याप्टर 2 को चाहिँ मैले न्युमेरिकल क्वेसनहरू लिएर आएको छु। अब न्युमेरिकल क्वेसन पढ्नुभन्दा अगाडि चाहिँ हामीले के थाहा हुनुपर्छ भन्दाखेरि यो 3वटा फर्मुलाहरू चाहिँ हामीले थाहा हुनुपर्छ। एउटा भनेको लिनियर डिमान्ड फङ्सन, अर्को भनेको यो लिनियर सप्लाई फङ्सन र अर्को भनेको मार्केट इक्विलिब्रियम। अब यो लिनियर डिमान्ड फङ्सन क्युएक्स इज इक्वल्स टु चाहिँ यो ए हुन्छ। यो ए भनेको चाहिँ इन्टरसेप्ट अथवा अटोनोमस डिमान्ड हो। यसलाई कन्स्टेन्ट पनि भन्न मिल्यो हामीले। अब यो बी भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि स्लोप हो। अब यो पिएक्स भनेको चाहिँ हाम्रो प्राइस अफ क्वान्टिटी हुन्छ। अब हामीलाई चाहिँ क्वेसन कसरी दिएको हुन्छ त भन्दाखेरि इन्टरसेप्ट प्यारामिटर इज 18 एन्ड स्लोप अफ द डिमान्ड फङ्सन इज 3, डिराइभ द लिनियर फङ्सन भनेर क्वेसन दिन्छ। 2 मार्क्समा आउने क्वेसन भनेको यस्तो हुन्छ। अब इन्टरसेप्ट प्यारामिटर भनेको चाहिँ यहाँनिर ए भनेको इन्टरसेप्ट हो भन्ने भनेको थिएँ नि मैले। यो ए भनेको चाहिँ हाम्रो कति दिएको छ इन्टरसेप्ट प्यारामिटर 13 दिएको छ। बी भनेको स्लोप हो अनि स्लोप अफ द डिमान्ड फङ्सन इज 3 भनेको छ। डिराइभ द लिनियर फङ्सन भनेर भनौँ। अब लिनियर फङ्सन डिराइभ गर्न चाहिँ हामीले के गर्ने त भन्दाखेरि क्युएक्स निकाल्नु पऱ्यो। अब क्युएक्स भनेको हाम्रो यो इन्टरसेप्ट प्यारामिटर अनि स्लोप अफ द डिमान्ड फङ्सन भनिसकेपछि डिमान्डको गर्दाखेरि चाहिँ ए माइनस बिपिएक्स हुन्छ। ए माइनस बिपिएक्स हुन्छ। अब यहाँनिर लगेर ए को भ्यालु हाल्ने अनि बी को भ्यालु हाल्ने अनि हाम्रो एन्सर चाहिँ चट्ट निस्किहाल्छ। सर्ट एन्ड स्विट एकैछिनमा गर्न सकिने। अब अर्को फर्मुला के छ त भन्दाखेरि यो 2 नम्बरको। अब यसमा चाहिँ सप्लाई फङ्सन, सप्लाईमा जहिले पनि के हुन्छ त भन्दा यहाँ प्लस हुन्छ अनि यहाँनिर डिमान्डमा के छ माइनस हुन्छ। अब सेम हो अहिलेको जस्तै, यो भनेको लिनियर सप्लाई फङ्सन इज इक्वल्स टु अटोनोमस सप्लाई अथवा इन्टरसेप्ट अनि प्लस बिपिएक्स। पिएक्स भनेको त्यो प्राइस हो, बी भनेको स्लोप हो। अब यसको क्वेसन चाहिँ कस्तो हुन्छ त भन्दाखेरि यसको क्वेसन चाहिँ यस्तो हुन्छ। अब डिराइभ फङ्सन वेन ए इज इक्वल्स टु 10 एन्ड बी इज इक्वल्स टु 2 वेयर ए इज अटोनोमस डिमान्ड एन्ड बी इज द स्लोप अफ सप्लाई कर्भ भनेको छ। अब ए भनेको चाहिँ अटोनोमस डिमान्ड भयो अरे, ए भनेको 10 भयो। अब बी भनेको चाहिँ के रहेछ, बी भनेको चाहिँ 2 दिएको छ हामीलाई अनि स्लोप अफ द सप्लाई कर्भ दिएको छ हामीलाई। स्लोप अफ द सप्लाई कर्भ बी पनि के गरेको छ दिएको छ यहाँनिर। अब यो क्युएक्स इज इक्वल्स टु ए प्लस बिपी लेख्ने अनि क्युएक्स इज इक्वल्स टु ए को ठाउँमा ए को भ्यालु हाल्ने, बी को ठाउँमा बी को भ्यालु हाल्ने, पी को ठाउँमा केही पनि हाल्नु पर्दैन। इक्वेसन चाहिँ यसरी निस्किन्छ। अब योभन्दा एक स्टेप माथि गएर 10 मार्क्सको क्वेसन पनि आउन सक्छ। अब 10 मार्क्सको क्वेसन चाहिँ कस्तो हुन्छ त भन्दाखेरि 10 मार्क्सको क्वेसन चाहिँ यसरी दिएको हुन्छ। लेट द डिमान्ड फङ्सन क्युडी इज इक्वल्स टु डिमान्ड फङ्सन यो चाहिँ अनि त्यस पछाडि यहाँ सप्लाई फङ्सन अर्को दिएको हुन्छ। सप्लाई फङ्सन र डिमान्ड फङ्सन दिएर इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी निकाल्नु भनेको हुन्छ अनि अल्सो कम्प्युट यो प्राइस इलास्टिसिटी भनेको लेसन 3 च्याप्टर 3 को क्वेसन हो। यो अहिले छोडिदिउँ अनि डिटरमाइन कन्ज्युमर सरप्लस, प्रोड्युसर सरप्लस एन्ड टोटल सरप्लस भनेको छ। अब सरप्लस भन्ने बित्तिकै कन्ज्युमर सरप्लस भनेको जति पे गर्नु चाहेको थियो त्योभन्दा कम्ती पे गर्यो भने त्यतिखेर कन्ज्युमर सरप्लस हुन्छ नि त। अब प्रोड्युसर सरप्लस भनेको चाहिँ जति पे गर्नु जति चाहिँ उसलाई उसको प्राइस थियो त्योभन्दा बढी उसले पैसा रिसिभ गर्यो भने चाहिँ त्यतिखेर प्रोड्युसर सरप्लस हुन्छ। अब टोटल सरप्लस भनेको यो दुईटालाई जोडेर गर्ने हो। अब यो क्युडी दिएको छ हामीलाई अनि क्युएस भनेको डिमान्ड फङ्सन दियो अनि त्यस पछाडि सप्लाई फङ्सन दियो। अब इक्विलिब्रियममा डिमान्ड फङ्सन इज इक्वल्स टु सप्लाई फङ्सन हुन्छ क्या यो क्युडी इज इक्वल्स टु क्युएस मार्केट इक्विलिब्रियम भएको बेला। अब यो हामीले के गर्ने त भन्दाखेरि क्युडीको भ्यालु हाल्ने अनि क्युएसको भ्यालु हाल्ने, त्यस पछाडि यो पीको भ्यालु निकाल्ने भनेको पी निक्लिसकेपछि हाम्रो प्राइस निक्ल्यो होइन। अब यो पी निक्लिसकेपछि हामीले क्युडीको ठाउँमा पीको भ्यालु हालेर हामीले क्युडी भनेको सप्लाई डिमान्ड फङ्सन पनि निकाल्न मिल्यो अनि त्यस पछाडि हामीले अब यो निकालिसकेपछि सरी यहाँनिर अर्को पनि निकाल्नु पर्थ्यो, क्युएस पनि निकाल्नु पर्थ्यो। क्युएस भनेको चाहिँ हाम्रो -1500 प्लस 50 इन्टु पी भनेको हाम्रो 45 आएको छ। यसको पनि भ्यालु कति चाहिँ निस्किन्छ भन्दाखेरि यही 720 नै आउनुपर्छ अनि मात्र हाम्रो इक्विलिब्रियम देखिन्छ। यो खास गरी 720 नै आउँछ होला। 1500 प्लस यो 45 हो, 0 जा 0 अनि 4 5 जा 20, 25 5 जा 25 गर्दाखेरि 225। अब यसमा यो घटाउँदाखेरि कति हुन्छ त 1500मा 750 नै हुन्छ, 750 नै हुन्छ। यो र यो इक्वल भयो भनेपछि हाम्रो कन्डिसन पनि सेटिस्फाई भयो। अब अर्को के निकाल्नु भनेको छ भन्दाखेरि हामीलाई कन्ज्युमर सरप्लस र प्रोड्युसर सरप्लस निकाल्नु भनेको छ। त्यसको लागि हामीले सबैभन्दा सुरुमा यो डायग्राम बनाउनु पर्ने हुन्छ। यो चाहिँ के भन्दाखेरि सुरुमा हामीले यसरी गरेर
यो एउटा इक्विलिब्रियम पोइन्टवाला यो स्लोप बनाउनु पर्ने हुन्छ, जहाँ यहाँ क्वान्टिटी अनि यहाँ चाहिँ प्राइस हुन्छ। अब यो हाम्रो यतापट्टिको चाहिँ के हुन्छ भन्दाखेरि कन्ज्युमर सरप्लस हो, यतापट्टिको चाहिँ प्रोड्युसर सरप्लस हो क्या, यो एक्सवाला चाहिँ प्रोड्युसर सरप्लस हो। अब यसमा हामीलाई के दिएको छ, क्युडी इज इक्वल्स टु 0 भयो भने चाहिँ हाम्रो के हुन्छ त, यो म्याक्सिमम जति पैसा चाहिँ उसले तिर्न चाहन्छ नि एउटा कन्ज्युमरले केही सामान किन्दा, त्यो निकाल्नको लागि चाहिँ क्युडी चाहिँ हाम्रो 0 हुनुपर्छ। अनि सप्लायरले चाहिँ जति मिनिमम प्राइसमा चाहिँ यसलाई बेच्न चाहन्छ नि, त्यो चाहिँ यो पोइन्ट हो। यो पोइन्ट निकाल्नको लागि चाहिँ सप्लाई 0 हुनुपर्छ। अब यहाँनिर डिमान्ड 0 हुनुपर्छ, यो पोइन्टमा चाहिँ डिमान्ड 0 हुनुपर्छ, अनि त्यस पछाडि यो पोइन्टमा चाहिँ सप्लाई 0 हुनुपर्छ। अब एको ठाउँमा चाहिँ हामीले कति पाउँछौँ, यहाँनिर यो यो क्युडी भनेको डिमान्ड 0 हुँदाखेरि भन्दा पी चाहिँ 60 पाउँछौँ। म्याक्सिमम एउटा मान्छेले 60 रुपियाँमा चाहिँ त्यो सामान किन्न चाहन्छ अरे। अब मिनिमम निकाल्नको लागि S0 बनाउनुपर्छ, सप्लाई चाहिँ 0 हुनुपर्छ। सप्लाई 0 भइसकेपछि हामीले यो क्युएसको इक्वेसन यहाँ राख्ने, सप्लाईको ठाउँमा क्युएसको ठाउँमा 0 हाल्ने, अनि त्यस पछाडि पी मिनिमम भनेको यो पोइन्टको भ्यालु कम्प्युट गर्ने। अनि त्यति निक्लिसकेपछि हामीले अर्को के गर्नुपर्छ त भन्दाखेरि, यो जुन सेडेड पार्ट छ नि, यो सेडेड पार्ट, अब यसको भ्यालु त 60 भयो, अनि यसको भ्यालु कति भयो यहाँनिर त थाहा छैन, अनि यसको भ्यालु कति भयो यो पनि हामीलाई थाहा छ। कति भयो त यो भन्दाखेरि अघि निकालेको छ नि यहाँनिर 45, यो पी यही हो क्या। यो पी भनेको चाहिँ हाम्रो इक्विलिब्रियम प्राइस हो नि त। यो इक्विलिब्रियम प्राइस भनेको चाहिँ हाम्रो यहाँको चाहिँ 45 भयो। अनि यो 750 छ नि, यो भनेको चाहिँ क्वान्टिटी डिमान्ड म्याक्सिमम क्वान्टिटी डिमान्ड, यो हामीले निकाल्यौँ नि, यो 750 यो क्वान्टिटी डिमान्ड चाहिँ यति हो। अनि त्यस पछाडि अब हामीले यसको एरिया निकाल्यौँ भने चाहिँ हाम्रो यो के भन्छ, सरप्लस, कस्टमर सरप्लस र प्रोड्युसर सरप्लस निकाल्न सक्छौँ। यो माथिको एरिया निकाल्यौँ भने एसिबीको एरिया अथवा एबिसीको एरिया निकाल्यौँ भने चाहिँ हाम्रो के आउँछ त भन्दा कस्टमर सरप्लस, कन्ज्युमर सरप्लस, यो भनेको कन्ज्युमर सरप्लस हो नि त माथिको, इक्विलिब्रियम भन्दा माथिपट्टिको यो, अनि त्यस पछाडि यो म्याक्सिमम पे गर्ने भन्दा मुनिपट्टिको भाग चाहिँ यति चाहिँ के हो, कन्ज्युमर सरप्लस हो। अब यो बेस इन्टु हाइट भनेको त हामीले ट्रायङ्गलको फर्मुला थाहा छ होला, थाहा छैन भने पनि याद राख्दा भयो। 1/2 इन्टु बेस इन्टु एज भनेको चाहिँ हाम्रो ट्रायङ्गलको फर्मुला हो। अब यहाँ 1/2 इन्टु यो बेस भनेको कति छ त भन्दाखेरि, म्याक्सिमम कति मान्छेले किन्न चाहन्छन् त, क्युडी 750 निकालेको थियौँ नि त यहाँनिर हामीले 750, यो चाहिँ क्युडी भयो होइन। अब यो 750 चाहिँ हाम्रो यसको यो र यो लेन्थ एउटै त हो नि होइन, यहाँदेखि यहाँनिर र यहाँदेखि यहाँनिर। अब यसको लेन्थ सिबीको लेन्थ चाहिँ कति भयो त भन्दाखेरि, बेसको लेन्थ चाहिँ 750 भयो। अब 750 इन्टु, अब एच भनेको कति हो, यो एच भनेको यहाँदेखि यहाँसम्मको हाइट भनेको कति हो त भन्दा, यहाँदेखि यहाँसम्मको हाइट भनेको कति हो त भन्दाखेरि, अब यहाँदेखि यहाँसम्मको जम्मै हाइट थाहा हुन्छ नि त हामीलाई, कति हो भन्दाखेरि 60 हो। यहाँसम्मको हाइट त, यहाँदेखि यहाँसम्मको हाइट त 60 हो। यो माथिसम्म 60 भयो नि त, यहाँनिर मुनिदेखि यो 0देखि योसम्म 60 हो। अनि यहाँसम्म पनि थाहा छ हामीलाई 45 हो भनेपछि यो र यसको बिचको निकाल्न त 60 मा 45 घटायो भने यतिको एन्सर आइहाल्यो नि होइन। अब त्यो चाहिँ हामीले यहाँनिर हाइट निकालेको छौँ के को लागि, ट्रायङ्गल एबिसीको लागि, ट्रायङ्गल यो ए यो बी यो सीको लागि, एबिसीको लागि। अब यति गरिसकेपछि हामीले 1/2 750लाई यो 60 माइनस 45 15 हुन्छ, योसँग मल्टिप्लाई गरिसकेपछि 11,250 आउँछ, हल्का मिस्टेक भएको थियो मेरो चाहिँ। अनि यहाँनिर 1/2ले यसलाई मल्टिप्लाई गरिसकेपछि 5,625 आउँछ, जुन चाहिँ हाम्रो के हो त भन्दाखेरि कन्ज्युमर सरप्लस। अब यसरी नै हामीले यसको एरिया निकाल्यौँ भने चाहिँ हामीले के पत्ता लगाउँछौँ भन्दाखेरि प्रोड्युसर सरप्लस पत्ता लगाउँछौँ क्या। अब प्रोड्युसर सरप्लस चाहिँ ट्रायङ्गल सिबिडी भनेको यो ट्रायङ्गल सिबिडीबाट निकाल्छौँ। यसको बेस पनि सेम 750 हो, अनि यसको हाइट निकाल्नको लागि यो 45सम्म छ नि त यहाँनिर, यो 45सम्म छ यहाँ म्याक्सिमम, अनि यहाँनिर 30 छ, यहाँदेखि यहाँ 45 यहाँदेखि यहाँ 30 भयो भने यसको डिफ्रेन्स निकाल्नको लागि चाहिँ यो जम्मा 45मा यो 30 घटाउनु पऱ्यो नि त, अनि यहाँको भ्यालु निस्किन्छ। अब 45मा 30 घटायौँ भने हाम्रो के निक्ल्यो त, हाइट पनि निक्ल्यो, अनि हाम्रो बी पनि निक्ल्यो। यहाँनिर बेस भनेको 750। अब यसलाई र यसलाई मल्टिप्लाई गरेर
अनि यसले डिभाइड गऱ्यो 2 ले डिभाइड गऱ्यो भने 5625 आउँछ जुन चाहिँ प्रोड्युसर सरप्लस हो हैन। अब नाउ टोटल सरप्लस इज इक्वल्स टु कन्ज्युमर सरप्लस प्लस प्रोड्युसर सरप्लस गरेर 11250 आउँछ। अब यो चाहिँ हाम्रो कुन क्वेसनको लागि भन्दाखेरि यदि हामीलाई चाहिँ यसरी दिएको छ डिटरमाइन कन्ज्युमर सरप्लस र प्रोड्युसर सरप्लस भनेर। अब अर्को क्वेसन चाहिँ कुन छ भन्दाखेरि अब यो 9 नम्बरको क्वेसनमा चाहिँ के भनेको छ भन्दाखेरि हामीलाई QDX दिएको छ अनि मार्केट सप्लाई फर QS भनेको यो सप्लाई फङ्सन दिएको छ यहाँनिर डिमान्ड फङ्सन इन्डिभिजुअल डिमान्ड फङ्सन दिएको छ। अनि इफ देयर आर 10 इन्डिभिजुअल कस्टमर भनेपछि यहाँ त इन्डिभिजुअल डिमान्ड फङ्सन मात्र दिएको छ नि त, तर यहाँ चाहिँ 10 वटा इन्डिभिजुअल छन् भने चाहिँ हामीले 10 जनाको लागि यो डिमान्ड फङ्सन निकाल्नुपर्छ। त्यसको लागि चाहिँ सुरुमा हामीले मार्केट डिमान्ड फङ्सन भनेर गर्नुपर्ने हुन्छ अनि कति हामीलाई इन्डिभिजुअल डिमान्ड दिएको छ अनि कतिजना छन् त्यसलाई मल्टिप्लाई गरेर निकाल्ने भने त्यो चाहिँ मार्केट डिमान्ड फङ्सन हुन्छ। अब यहाँनिर अर्कोमा चाहिँ मार्केट सप्लाई फङ्सनै दिएको छ डाइरेक्ट, त्यही भएर यो मार्केट सप्लाई फङ्सनै लेख्ने। अब दोस्रो नम्बरमा मार्केट डिमान्ड सेड्युल र मार्केट सप्लाई सेड्युल निकाल्नु भनेको छ अनि डिराइभ मार्केट डिमान्ड कर्भ एन्ड सप्लाई डिमान्ड कर्भ सप्लाई मार्केट सप्लाई कर्भ अब्टेन इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी बाई म्याथमेटिकल्ली भनेको छ। अब इक्विलिब्रियम कन्डिसन भयो भने चाहिँ हाम्रो PX चाहिँ कति निस्किन्छ त, यसमा 120 हाम्रो के भयो मार्केट डिमान्ड फङ्सन मार्केट सप्लाई फङ्सन 20 इन्टु PX। अब इक्विलिब्रियम यो र यो इक्विलिब्रियम कन्डिसनमा इक्वल हुन्छ QS इज इक्वल्स टु QD अनि भ्यालु चट्ट यता यसको भ्यालु हालेर हामीले PX निकाल्न सक्छौँ जुन चाहिँ कि प्राइस हुन्छ कुन कति बेला भन्दाखेरि इक्विलिब्रियम कन्डिसनमा। अब यो QD को ठाउँमा PX को भ्यालु हाल्ने 3 अनि यो 60 आउँछ यो 20 इन्टु 3 60 अनि यो QS को ठाउँमा पनि P को भ्यालु हाल्ने यहाँनिर। अब यति गरिसकेपछि QD पनि 60 आयो QS पनि 60 आयो भनेपछि यो र यो इक्विलिब्रियम भयो। अब अर्को के गर्ने त भन्दाखेरि अब हामीले के गर्न लागेको छ मार्केट डिमान्ड एन्ड सप्लाई सेड्युल अनि सप्लाई सेड्युल भनेको छ हैन, डिमान्ड एन्ड यो सप्लाई लेखेको सरी PPLY सप्लाई सेड्युल। अब प्राइस हामीले प्राइस लेख्नुपर्छ अनि क्वान्टिटी डिमान्ड अनि क्वान्टिटी सप्लाई लेख्नु पर्यो हैन। अब यति लेखेर चाहिँ हामीले यहाँनिर प्राइसको ठाउँमा जुन इक्विलिब्रियम अघि निकालेको थियौँ नि हामीले प्राइस त्यो बिचमा लेखिहाल्ने एउटा अनि त्यस पछाडि त्यसको माथि मुनि गरेर हामीले एक दुईवटा प्राइस अरू पनि हालेर चाहिँ यो QDमा यो PX को भ्यालु यहाँ 1 हाल्नु पर्यो 120 इन्टु 1 20 इन्टु 1 गरेर 100 आउँछ। अब क्वान्टिटी सप्लाईमा पनि 20 इन्टु PX को ठाउँमा 1 हाल्ने। अब 3 हाल्दा यति र यति आयो अनि 4 हाल्दाखेरि 40 र 80 आयो 5 हाल्दाखेरि 20 र 100 आयो। अब यसलाई ग्राफमा प्लट गर्दाखेरि सुरुमा ग्राफ बनाउने अनि यहाँनिर 20 भन्दा माथि अनि 100 सम्म छ नि त, त्यही भएर यहाँ 20 को डिफरेन्समा बनाइदिने क्या। अब यो भनेको 0 देखि यो 20 भयो यो 40 भयो यो 60 भयो अनि यहाँनिर कति भयो त भन्दाखेरि 80 भयो यो 100 भयो। अब यता 1 2 3 4 5 यहाँ त 1 2 3 4 5 मात्र छ नि त प्राइस त, त्यही भएर अब प्राइस 1 भएको बेला 100 र 20 छ अरे। प्राइस 1 भएको बेला चाहिँ हाम्रो के छ अरे भन्दाखेरि डिमान्ड चाहिँ कति छ यहाँनिर डिमान्ड 100 छ। प्राइस 3 भएको बेला डिमान्ड कति छ 60 छ। प्राइस 3 भएको बेला डिमान्ड कति छ 60 छ अनि प्राइस 4 भएको बेला डिमान्ड कति छ 40 छ। प्राइस 4 भएको बेला डिमान्ड कति छ 40 छ हैन, प्राइस 4 भएको बेला डिमान्ड 40। अब प्राइस 5 भएको बेला चाहिँ डिमान्ड कति छ त भन्दाखेरि 20 छ। प्राइस 5 भएको बेला यो यहाँनिर अब यसको डिमान्ड कर्भ बनाउने चट्ट यो जुन पोइन्टमा हामीले यो कोरेको छौँ नि यो कोरेको ठाउँमा चाहिँ डिमान्ड कर्भ बनाउने यहाँनिर डिमान्ड कर्भ। अनि सप्लाईमा पनि 20 60 80 100 छ। यो 1 रुपियाँ हुँदाखेरि 20 थियो 1 रुपियाँ हुँदाखेरि 20 थियो 1 रुपियाँ हुँदा 20 थियो अनि त्यस पछाडि यो 3 रुपियाँ हुँदाखेरि कति भयो त 3 रुपियाँ हुँदाखेरि यहाँनिर 60 भयो अनि त्यस पछाडि अब 4 रुपियाँ हुँदाखेरि कति भयो त 80 भयो। 4 रुपियाँ हुँदाखेरि यो 4 रुपियाँ हुँदा 80 भयो। अब 5 रुपियाँ हुँदाखेरि कति भयो त 100 भयो यहाँनिर। अब यो पनि सप्लाई फङ्सन भयो अनि यो इक्विलिब्रियम आयो। यति गरिसकेपछि चाहिँ हाम्रो यो 9 नम्बरको क्वेसन पनि 9 नम्बरको वाला क्वेसन पनि सकिहाल्यो। अब यस्तै क्वेसनहरू आयो भने चाहिँ इजिली गर्न सकिन्छ है त। अब 9 नम्बर पछाडि चाहिँ अब 10 नम्बरको पालो। अब 10 नम्बरमा के छ त भन्दाखेरि 10 नम्बरमा चाहिँ हामीलाई ट्याक्सको पनि दिएको छ क्या। सुरुमा इक्विलिब्रियम निकाल्नु इक्विलिब्रियम कन्डिसन अथवा इक्विलिब्रियम प्राइस निकाल अनि त्यस पछाडि 50 रुपियाँ ट्याक्स लाग्यो भने चाहिँ के हुन्छ भनेर सोधेको छ। यो 50 रुपियाँ ट्याक्स लाग्यो भने चाहिँ
वाट इज द इफेक्ट अफ ट्याक्स ₹50 पर युनिट अन प्रोडक्सन भनेको छ। सुरुमा हामीले इक्विलिब्रियम निकाल्न त्यही क्युडी अनि क्युएस लेख्नु पऱ्यो। त्यो कति कति दिएको छ हामीलाई यहाँनिर क्वेसनमै दिएको छ। अनि फर इक्विलिब्रियम प्राइस क्युडी इज इक्वल्स टु क्युएस गर्ने, भ्यालु हाल्ने, पीको भ्यालु निकाल्ने। अनि पीको भ्यालु लगेर कहाँ हाल्ने त भन्दाखेरि यो पी र यो पीमा हाल्ने। त्यसो गर्दाखेरि क्युडी निक्लिन्छ हाम्रो यहाँ 800, क्युएसमा पनि 800। कन्डिसन मिट भयो, कन्डिसन मिट भयो। अब वेन ₹50 इज ट्याक्स्ड अन प्रोडक्ट भनेको प्रोडक्सन गर्दाखेरि चाहिँ हाम्रो के भयो त ₹50 ट्याक्स लाग्यो भने चाहिँ हाम्रो जुन सप्लाई हुन्छ नि, सप्लाई क्वान्टिटी फङ्सन, सप्लाई फङ्सन, त्यो सप्लाई फङ्सनको पीमा लगेर चाहिँ हामीले 50 माइनस गर्नुपर्ने हुन्छ क्या। पीमा चाहिँ पीमा होइन, पीमा मात्र हामीले के गर्नु पऱ्यो, ₹50 माइनस गर्नु पऱ्यो। अनि नयाँ इक्विलिब्रियम कसरी निक्लिन्छ त भन्दाखेरि क्युडी इज इक्वल्स टु क्युएस चाहिँ फेरि गर्नुपर्छ। अब क्युडी भनेको अघि क्या हाम्रो 1200 माइनस 2p छ, अनि इज इक्वल्स टु नयाँ हाम्रो यो क्युएस आएको छ नि त ट्याक्स लागिसकेपछि यो 4 इन्टु पी माइनस 50 हुन्छ। अब यो 1200 माइनस 2p इज इक्वल्स टु 4p माइनस यो 4 इन्टु 50 भनेको 200 भयो, 4 इन्टु p भनेको 4p भयो। अब यो 1400 कहाँबाट आयो भन्नुहुन्छ होला, यो 1200मा यो 200 यता आउँदाखेरि माइनस 200, यता आउँदा प्लस 200 हुन्छ। यो माइनस 2 यता जाँदाखेरि प्लस 2 हुन्छ। त्यसो गर्दाखेरि यहाँ 6 भयो यो। अब यो 1400 यसको र यसको जोडेर अनि यसको र यसको जोडेर चाहिँ यहाँनिर 6p भयो। पीको भ्यालु जम्मा 233.33 आयो। यो भनेको इक्विलिब्रियम प्राइस कतिखेर भन्दा ₹50 ट्याक्स लाउँदाखेरि। अनि क्युडी निकाल्नुपर्छ, कति निक्लिन्छ 733 निक्ल्यो। क्युएस निकाल्नुपर्छ, कति निक्लिन्छ 733। यो क्युडी र क्युएसमा के गर्ने त भन्दाखेरि यही पीको भ्यालु चाहिँ लगेर यहाँनिर हालिदिने त हो, यति हो। अनि क्युडी र क्युएस इक्वल भयो, हाम्रो कन्डिसन पनि मिट भयो। यति गरिसकेपछि हामीले कति मार्क्स पायौँ त, इजिली 10 मार्क्स पायौँ। यस्तो क्वेसन आयो भने चाहिँ एकदम रमाउँदा पनि हुन्छ क्या, त्यस्तो इजी छ क्या यो चाहिँ।